हाम्रो यो यात्रा केवल दूरीको मात्र थिएन, अनुभूतिको थियो। दिगो विकासको आधार हो सबैका लागि सुरक्षित खानेपानी, प्रभावकारी सरसफाई र स्वच्छता। यही सोचको साथ हाम्रो टोली निस्कियो पूर्वी नेपालका विभिन्न ठाउँमा सञ्चालन भइरहेका केही नमुना खानेपानी योजनाहरूको अध्ययन गर्न, हेर्न, बुझ्न र केही कुरा सिक्नका लागि। यो घुमघाम मात्रै थिएन, यो थियो सन्देश खोज्ने यात्रा, समाधान महसुस गर्ने यात्रा। झापा जिल्लाको मेचीनगर नगरपालिका 12 स्थित चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा छलफल एवं अवलोकन समेत भ्रमणको क्रममा गरिएको थियो। 2065 सालमा सुरु भएर 2074बाट खानेपानी वितरण थालेको चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले हाल 3100 घरधुरीका उपभोक्तालाई शुद्धिकरण गरिएको स्वच्छ पिउने पानी उपलब्ध गराउँदै आएको छ। दैनिक 20 लाख लिटर पानी वितरण हुने गरेको छ। रमाइलो सम्झनाहरू बटुल्दै हामी नेपालका हरित पाखा र संस्कृतिले भरिएका बस्तीहरूको स्थलगत अवलोकन गरेका थियौं। यसको साथै हामीले छिमेकी देश भारत स्थित सुन्दरताले भरिएको राज्य सिक्किमको साथै दार्जिलिङको पनि भ्रमण गरेका थियौं। हिमालयको काखमा अवस्थित सिक्किमको ग्याङटोक सहर प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक महत्त्वको सङ्गमको रूपमा चिनिन्छ। ग्याङटोक पुगेदेखि नै त्यहाँको स्वच्छ वातावरण, हरियाली र शान्त वातावरणले मन छोएको थियो हाम्रो। विशेष गरी नेपाली भाषी सिक्किमेलीहरूको आत्मीयता र न्यानोपन बिर्सन सकिँदैन। नेपाली भाषा, वेशभूषा र संस्कृतिको सम्मान यस सहरमा प्रकट हुन्छ, जसले नेपालसँगको भावनात्मक सम्बन्धलाई झन् गाढा बनाइदिन्छ। यहाँबाट देखिने कञ्चनजङ्घा हिमालको दृश्य अत्यन्त मनमोहक छ। सहर सुगठित र सफा छ, हरियालीले ढाकिएको छ। यहाँको मौसम पनि मध्यम र मनमोहक हुन्छ, न त धेरै चिसो हुन्छ न त धेरै गर्मी हुन्छ। ग्याङटोक सहर बौद्ध धर्मको पनि महत्त्वपूर्ण केन्द्र हो। यहाँ रहेको रुमटेक गुम्बा, एन्चे मोनास्ट्री र डोजुला पास धार्मिक तथा पर्यटकीय दृष्टिले निकै चर्चित छन्। यस्तै एमजी रोड ग्याङटोकको व्यस्त पर्यटकीय क्षेत्र हो, जहाँ शान्तिपूर्वक हिँड्न पाइने आधुनिक बजार, रेस्टुरेन्ट र हस्तकला पसलहरू छन्। सिक्किम विश्वविद्यालय तथा अन्य शैक्षिक संस्था रहेको कारण ग्याङटोक शैक्षिक केन्द्रको रूपमा पनि परिचित छ। यस्तै यहाँबाट पूर्वी हिमालयका विविध संस्कृति, जातीयता र जीवनशैली बुझ्न सकिन्छ। दार्जिलिङबाट सिक्किम जाँदा टिस्टा नदी किनार उभिँदा मन एकाएक विगतमा हराउँछ। पुर्खाहरूले इतिहासमा छोडेको वीरताको गाथा यो नदीसँगै बगिरहेको अनुभूति हुन्छ। हामी दार्जिलिङमा पनि घुमफिर गर्यौं। दार्जिलिङ पुग्दा हामीलाई लाग्थ्यो यो त हाम्रो आफ्नै सहर हो। नमस्ते, म ओजमार बुढाथोकी सल्यानबाट। नमस्कार, म बुद्धकुमारी खत्री सल्यानदेखि। नमस्कार, म गुरुप्रसाद योगी सल्यान 36 गाउँपालिका। नमस्कार, म सरिता बुढाथोकी सल्यानदेखि। नमस्कार, म सुभद्रा योगी दाङबाट। नमस्कार, म सल्यानदेखि तिला घट्थेँ। नमस्कार, म तुलसा विकास सल्यानदेखि। नमस्कार, म पवित्र दाङी सल्यानदेखि। नमस्कार, म बसन्त जोशी सल्यान। नमस्कार, म विष्णु साई सल्यानदेखि। दार्जिलिङ सहर नेपाली मन, नेपालीपनको सहर। यहाँ हिँड्दा हिँड्दै देखिन्छ नेपाली बोल्ने मान्छे, नेपाली गीत गाउने सडक अनि नेपाली माया बाँड्ने हृदय।
चिया बगानको हरियाली, हिमालको झल्को दिने वातावरण अनि नेपाली संस्कृतिमा रचित जीवनशैलीले दार्जिलिङलाई बनाएको छ एउटा भावनात्मक घर। साहित्य, कला, सङ्गीत र सङ्घर्ष सबै कुरा बोकेको यो सहर आज पनि नेपाली पहिचानका लागि सजीव प्रेरणा हो। दार्जिलिङले हामीलाई सम्झायो, देशको सिमाना जति फराकिलो भए पनि संस्कृति र आत्मीयता सीमित हुँदैन। दार्जिलिङ सहर न त पर्यटकीय गन्तव्य मात्र हो, न त केवल चियाको थलो मात्रै, यो त नेपाली आत्माको अर्को अनुहार पो रहेछ। हामी भ्रमणको क्रममा पुग्यौं पूर्वी पहाडको हिरा, इलामको फिक्कल र कन्याम। यो नेपालको सौन्दर्यताले भरिएका क्षेत्रहरू हुन्। यहाँको चिया बगानहरू मानव हरियो ओछ्यान झैं पहाडमा लहरिँदै गएको जीवनको सङ्केत हुन्। चिया बगानको फेदमा रमाउँदै हामीले हाम्रो यात्रालाई केही समय यही रोक्यौं। इलामको कन्याम, जहाँ माटोले सौन्दर्य बगाउँछ र जहाँ हरेक मुस्कानसँग प्रकृतिको सुगन्ध मिसिएको हुन्छ। तपाईँको के भयो? 700 भयो है? भ्रमणको क्रममा हामीले झापा जिल्लाको दमक नगरपालिका क्षेत्रभित्र अवस्थित एउटा सुन्दर र नयाँ पर्यटकीय गन्तव्य भ्यू टावर अर्थात् व्यापारिक कम्प्लेक्सको पनि भ्रमण गरेका थियौं। यो पछिल्लो समय पूर्वी नेपालमा घुम्न चाहनेहरूका लागि लोकप्रिय बन्दै गएको छ। यो भ्यू टावर दमकको सुगम स्थानमा नगर क्षेत्रमै पर्छ र विशेष गरी दमक बजार वरपरको हरियाली र टाढासम्म फैलिएको तराई भूभागको दृश्यावलोकन गर्नका लागि उपयुक्त स्थान हो। यस टावरले रोजगारी र पर्यटन वृद्धि गर्ने अपेक्षा गरिएको छ। यस टावरले समग्र कोशी प्रदेशलाई घरेलु र विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटन गन्तव्यको रूपमा विकास गर्ने शहरी विकास मन्त्रालयको योजना छ। मुख्य बजार क्षेत्रबाट 4 किलोमिटर दूरीमा रहेको उक्त 18 तले कम्प्लेक्स 1 अर्ब 63 करोड 54,46,000 रुपैयाँको लागतमा बनाइएको हो। 4 बिघा 16 कट्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको उक्त कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ। यो टावर परिसरलाई पैदल मार्ग, प्रवेश एभेन्यू, प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैँचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैँचामा छुट्याइएको छ। भ्रमणको क्रममा हाम्रो पाइला पर्यो धरानतिर। पूर्वी नेपालको सांस्कृतिक केन्द्र, आधुनिकता र मौलिकता मिसिएको सहर हो धरान।
धरान नजिकैको भेडेटारबाट जब हामीले मधेस हेर्दा लाग्यो नेपाल आफै एक विशाल कथा हो, हरेक दृश्यले केही भन्छ। यस्तै हामी केही बेर कोशी ब्यारेजमा पनि भुलेका थियौं। यो ब्यारेज केवल नदीको नियन्त्रण मात्र होइन, शक्तिशाली प्रकृति र मानवीय सिपको संगमको रूपमा परिचित देखिन्थ्यो। यहाँको शान्त वातावरणले मनभित्रको हलचल समेत रोकिदिन्छ। यस्तै हामी बुटवलको फुलबारीमा पनि घुम्यौं। यो फूलहरूको बस्ती हो जहाँ रङहरूले बोल्छन्। यहाँको प्रत्येक कोपिला हाम्रा यादहरूका प्रतीक बनेर बसे। हाम्रो यात्रा सकियो होला, तर तिनले छाडेका निशानीहरू हाम्रा मनमा सदाको लागि अंकित छन्। हाम्रो नेपाल जहाँ प्रत्येक मोडमा कथा छन् र प्रत्येक यात्रामा जीवन छ।